सानो बजारको गेट दुईटा गेट छ तलबाट जाने कि किन न किन हो खै उसलाई के चाहियो हो कस्तो ए हो म त भाइरल पो हुँदो रहेछ त मलाई फनी गइरहेको छ किन्ने चाहिँ के होइन डिस्काउन्ट नदिएर पेन्ट आइसक्यो एउटा कति गरे यो 2000 गरे कति गरे 1400 मा होइन यस्तो बब्बा जब पेन्टहरू पाउँछ है यहाँ आउनु मार्केटमा सानो मार्केटमा 1400 मा मात्रै पेन्ट So hi friends, welcome to my channel. Welcome to Pinterest vlog. तपाईलाई थाहा छ काठमाडौँमा तपाईले के थाहा छ हैन त्यो पहिलो कुरो हैन दोस्रो कुरो काठमाडौँमा मेरो जस्तै बजेट टाइट छ भने तपाईलाई बेस्ट हुने एउटा शपिङ गर्ने ठाउँहरु तपाईलाई कहाँ कहाँ थाहा छ हैन सबैले थाहा हुने एकदमै फेमस भएको बिक्री मण्डप हो खासमा हैन सबैको लागि अप्सन एउटा कुरा अनि दोस्रो कुरा त्यो सिटी मल हैन मलहरु त्यस्तोमा त हामी जस्तो बजेट टाइट भएको मान्छेलाई त गाह्रो हुन्छ र सबै चिजहरु एकदमै सस्तोमा पाउने ठाउँ बिक्री मण्डप भन्दा सस्तो ठाउँमा त म तपाईलाई लिएर जाँदैछु हामी यहाँ पर जाँदैछ भाइ र म चाहिँ आज जाँदैछु जोरपाटीतिर जोरपाटीमा यस्तो गजबको मार्केट अहिले देखाउँछ है त्यो हरेक खालको चिजहरू पाउँछ क्या होइन हरेक चिजहरू पाउँछ लुगा कपडादेखि लिएर हरेक चिजहरू पाउँछ त्यो पनि एकदम सस्तोमा है त त्यो मार्केटको म लोकेसन पनि देखाउँछु पुरै बजार पनि देखाइदिन्छु तपाईँलाई आज तपाईँको लागि बेस्ट अप्सन हुनसक्छ है त फुल भिडियो हेर्नुहोस् इन्जोय गरौँ र तपाईँले पनि सस्तोमा सपिङको लागि आउन सक्नुहुन्छ है त्यही त हामी चाहिँ टुसालमा आइसक्यौँ टुसाल मार्केट खासमा यसको लागि सपिङ गर्न गएको मेरो लागि चाहिँ होइन थ्याङ्क यू सो मच भन्नु छैन गाली गर्छ त्यसको लागि सपिङ गर्न आएको मलाई गाली दिइरहेको छ त्यो त हुन्छ होइन के भन्नु त टुसाल मार्केट हामी त्यहाँ पर गएर गाडी चढ्नेछौँ हामी यहाँ टुसाल चोकमा आइसक्यौँ अब यहाँ हाम्रो गाडी आउँछ यहाँबाट गाडी चढेर डाइरेक्ट हामी जानेछौँ अब चाहिँ हामी यहाँबाट गाडी चढेर डाइरेक्ट जानेछौँ जोरपाटी अब भेटौँला जोरपाटीमा फाइनल हामी जोरपाटी चोकमा आइपुगिसक्यौँ यही हो जोरपाटी चोक यहाँ मूर्ति पनि बनाएको लोकेसनको लागि है त पिन्छ होला यही हो जोरपाटी चोकबाट चाहिँ यतातिर जोरपाटीतिर जाने बाटो जोरपाटी चोक यताबाट यसरी आयो यता चाहिँ लोकेसन चाहिँ उयो सानो बजार भन्ने रहेछ लोकेसन चाहिँ यो चाहिँ दक्षिण डोका जाने बाटोतिर हो ठ्याक्कै अगाडि आएपछि अगाडि तल देखिराख्नु भएको छ सानो बजार भनेर सानो पोस्ट त्यहाँ देखिरहेको त्यो पोलको पछाडि देख्नुभयो सानो बजार त्यहाँभित्र छिर्ने हो हामी सपिङको लागि है त है हाम्रो सानो बजार त्यो सानो बजार देखाएन त्यहाँबाट भित्र छिर्ने यसको लागि सपिङ गर्न आएको यसले के किन्छ अझ म सबै हेर्नेमा देखाउने मात्रै त यो सानो बजारको गेट दुईटा गेट छ तलबाट जाने कि प्रवेशद्वारदेखि रहेछ 2 नम्बर यतै हो जाने तर तलबाट राम्रो पाउँछ नि एउटा गेट हो सानो बजारको प्रवेश तलबाट चाहिँ एउटा छ त्यो चाहिँ आउट बाहिर निस्किनेलाई खासमा त्यहाँबाट चाहिँ राम्रो पाउँछ क्या म जहिले त्यहीबाट छिर्छु
हाम्रो भेटघाट पहिलोचोटि हो। यही हो यहाँको मार्केटको लोकेसन चाहिँ दक्षिण ढोका जाने बाटोतिर ठ्याक्कै राइट साइडमा तल जाँदा राइट साइडमा ठ्याक्कै सानो बजार। यही हो गेट। पुरै मान्छेहरू टाइट छ नि यहाँ पनि। हामी चाहिँ सानो बजारभित्र प्रवेश गरिसक्यौँ। के सपिङ गर्ने खै उसलाई सोध्नुपर्छ ल के किन्ने हो। किन न किन हो खै उसलाई के चाहियो हो कस्तो ए हो उहाँ त भाइरल पो हुँदो रहेछ भाइरल उसले किन्ने हो मैले किन्दैन के किन्ने तनाव छ तनाव। हो हुन्छ एकछिन ल मलाई फनी गइरहेको छ किन्ने चाहिँ के होइन। के किन्ने हो किन्ने चाहिँ के हो के चाहियो साथीहरू के चाहियो। फुल फ्रेस मार्केट। वाह यार के किन्ने ट्राउजर किन्ने ड्रागन हो कि के किन्ने भनेको खासमा हिँड्ने किन्न अर्कै ठाउँमा निस्केको ल हिँड्ने के किन्ने किन्न कपडा क्वालिटी हेर मैले त्यो दामी छ है दामी छ। काठमाडौँमा सबभन्दा सस्तो मार्केट हो क्या सबभन्दा सस्तो कपडाहरू पाउँछ तर सबभन्दा दामी कपडा पाउँछ क्या। गोर्खे खुकुरी भएर पनि नलाने कलर ब्ल्याक मात्रै। तिम्रो फेभरेट कलर कुन जस्तो भइन्छ नि किन नकिनेको त्यति जहाँ पनि गिटारको मात्रै धेरै देखिने कस्तो गिटारको मात्रै देखिन्छ क्या अर्कै ठाउँमा पुग्छ ओ कहाँ जाने। हाम्रो सोल्टीले चाहिँ पेन्ट किनिसक्यो डिस्काउन्ट माग्दा दिदीले डिस्काउन्ट नथिएर पेन्ट आइसक्यो एउटा कति गरे यो 2000 गरे कति गरे 1400 मा हैन। यस्तो बब्बा जब पेन्टहरू पाउँछ है यहाँ आउनु मार्केटमा सानो मार्केटमा 1400 मा मात्रै पेन्ट बाबा दामी कपडाहरू पाउँछ एकदम सस्तामा। हामी सपिङ गरेर बाहिर निस्किसक्यौँ। यहाँ घुम्दा नयाँ बस्तीतिर आइसक्यौँ। नयाँ बस्ती पार गरेपछि नयाँ बस्ती चोकमा आइसक्यौँ भाइ। हेलो फ्रेन्ड्स हामी चाहिँ घुम्दै
सपिङ हानेर पनि घुम्दै आएर यहाँ रोकिरहेछौँ। एकदमै रमाइलो ठाउँ छ। यहाँ तल हाम्रो तामाङी नानीहरू नाचिरहेछन्। यो खोलाको छेउमा हो, पशुपति खोला हो। खोलाको छेउमा हामी चाहिँ आएर यहाँ पर चटपटे खाने भनेर एकछिन रोकिरहेछौँ। बस्दै अब घुम्दै यता आयौँ। यताबाट लपडाँडा जाने बाटो यहाँबाट सिधा लपडाँडा पुगिन्छ। एकदमै रमाइलो ठाउँ छ है लपडाँडा पनि। मैले सर्ट भिडियो चाहिँ अपलोड गरिरहेको थिएँ लपडाँडाको पनि। कुनै दिन मौका मिल्यो भने म लङ भिडियो पनि अपलोड गर्छु है त लपडाँडाको एउटा छुट्टै। अनि फिलहाल चाहिँ अब भिडियो यति नै गर्नुपर्छ होला होइन। मैले उता सपिङ मार्केटको पनि खासै धेरै भिडियो बनाउन पाइनँ। अनि भित्र चाहिँ भिडियो त बनाउन मिल्छ, त्यही पनि प्रायः मान्छेहरूले नबनाउनु भनिराख्नु भएको थियो। त्यही भएर एक्ज्याक्ट तपाईँलाई लोकेसन चाहिँ जे होस् मैले सेयर गर्न पाएँ, त्यसमै खुसी होइन। तपाईँलाई पनि त्यस्तै सस्तोमा एकदम राम्रो प्राइसमा चाहिँ होइन सपिङ गर्नु मन छ भने तपाईँ त्यहाँ मेरो देखाएको लोकेसनमा ओपन गरेर सपिङ गर्न सक्नुहुन्छ। ल आज चाहिँ हाम्रो भिडियो यति नै होला सायद ब्लग। थ्याङ्क यू सो मच अन्तिमसम्म हेरिदिनु भएकोमा। र अर्को ब्लगमा भेटौँला। त्यतिन्जेलसम्मको लागि बिदा दिनुहोस्। लाइक गर्नुहोस्, कमेन्ट गर्नुहोस्, सबै गर्दै जानुहोस् है त। हाम्रो अलिकति लाइक भ्युज सब्सक्राइबरहरू कम भइरहेको, भिडियो धेरै अपलोड गरिसक्यो, लाइक पनि बढिरहेको छैन। प्लिज सपोर्ट गर्नु है त सबैजनाले, सेयर गरिदिनुहोस् है त। थ्याङ्क यू सो मच सबैजनालाई। बाई बाई।